अब त्यहाँनिर ठुलो मिस्टेक त मेरै थियो होइन साथीहरू, त्यो भिडियो डिलिट हुनुमा। मलाई त्यो अलि यो कुरामा भिज्नु छ, अलि बानी पर्नु छ भनेपछि चाहिँ कोसिस गरिरहेको छु म पब्लिकमा भ्लगहरू बनाउनलाई। एडिट गरेर सेभ गर्ने बेलामा स्टोरेज फुल भनिदिन्छ, उताको हटाइदियो, यता ड्रपको पनि ब्ल्याक भइदिन्छ। फादर हस्पिटलमा एडमिट हुनुहुन्छ, नानीले ल्याइदिएको मिठाई खानु भयो बाबाले। भाइले अब मैले त मेरो भ्लगको नाम नै चेन्ज गर्छु होला, मतलब मेरो युट्युब च्यानलको नाम नै चेन्ज गर्छु होला। हेलो साथीहरू, नमस्ते, स्वागत छ सबैजनालाई सपना भ्लगमा। र आई होप सबैजना सन्चै राम्रै हुनुहुन्छ होला साथीहरू, र म पनि एकदमै ठिक छु। र आज चाहिँ म मेरो घरको छतमा आएर बिहानै भ्लग स्टार्ट गरेको छु। 6 बजिरहेको छ भर्खरै। र मेरो हातमा देख्नुहुन्छ क्युट ब्रुस, यो ब्रुस चाहिँ मेरो छोरीको है। मेरो ब्रुस कता फाल्दैछन् छोरीहरूले होइन, भेटिनँ, एकदमै हतार भएको थियो, त्यही भएर छोरीहरूको ब्रुसले आज ब्रुस गर्दैछु। अब छोरीहरूलाई चाहिँ बरु अर्को ल्याइदिनु पर्ला चाहिँ म यसैले गर्छु। भित्र कौवा कराइरहेको छु यो रुममा। अनि म चाहिँ आज बिहानै भ्लग स्टार्ट गर्नुको कारण भनेको के हुन्छ साथीहरू, बाहिर हिँड्ने भने त्यही त हो। आज म बाहिर कतै जाँदैछु, आज फेरि पनि हस्पिटलै जानुपर्ने भयो होइन। हस्पिटल जानुको कारण भने आजको फेरि बाबा बिरामी भएर एडमिट हुनुहुन्छ हिजोदेखि। सो बाबा उताबाट आएर त्यहाँनिर एडमिट हुनुभएको छ। अनि फेरि यताबाट मेरो बुढा गएर बस्नुभयो हिजो। अब ड्युटी त थियो तर छुट्टी हालेर बस्नुपर्ने भयो, कोही पनि नभएर। सो आज फेरि म मम्मीलाई लिएर जाँदैछु। अब कोही न कोही त कुनै मान्छे हुन पर्यो, अनि ड्युटी जाने मान्छेलाई नि अब सधैँ राखेर पनि नहुने, तर बस्न त अब बुढा नै बसे ठिक हुन्थ्यो, बाबालाई कुरेर बस्न सबै भाषा थाहा थियो। तर अब ड्युटीमा छुट्टी धेरै दिन नदिने, एक दिन त छुट्टी भइ नै हाल्यो। सो अनि आज चाहिँ मैले मम्मीलाई लिएर जाँदैछु साथीहरू। र एउटा कुरा राखी पनि हाल्छु मैले, के भने मैले चाहिँ अस्ति राम्रो भ्लग बनाएको थिएँ कि। मलाई जहिले राम्रो भ्लग बन्छ नि त्यति बेला चाहिँ केही न केही मिस्टेक भएकै हुन्छ, तर मेरै तर्फबाट हुन्छ कि। 2 हप्ता अगाडि यस्तो राम्रो भिडियो बनाएको थिएँ, पब्लिक भ्लगहरू बनाएको थिएँ कि मैले। अब भनौँ न म आफू यो कुरामा अलि भिज्नको लागि अब कोसिस गरिरहेको छु म पब्लिकमा भ्लगहरू बनाउनलाई। अनि कस्तो राम्रो बनाएको थिएँ, यताउता बजारमा बाहिर यहाँको के भने बुझ्नुहुन्छ, अब आक्का अन्ना भने बुझ्नु न, यहाँको दाइ दिदीहरूसँग पनि राम्रो कुरा गरेर होइन। भिडियोमा कति रमाइलो भएको थियो, उहाँहरू पनि देखिएर बोलेर पसलहरूमा यता त्यता राम्रो भएको थियो। के गरेछु, स्टोरेज फुल भनिदियो एडिट गरेर सेभ गर्ने बेलामा, हातै दुख्यो साथीहरू। अनि स्टोरेज फुल भनिदियो। अनि मैले सोचेँ अब यता एडिट गरेको भिडियो यता ड्रपमा रहन्छ र उता ग्यालेरीको भिडियो चाहिँ हटाए चाहिँ खाली हुन्छ भन्ने हिसाबले मैले डिलिट गरिदिएँ। उता ग्यालेरीको डिलिट गर्दाखेरि चाहिँ यता के अरे यता ड्रपमा राखेको भिडियो पुरै भइदियो क्या, ब्ल्याक भइदियो, आवाजै नआउने, त्यत्तिकै त्यो सेकेन्ड मात्रै चल्ने, त्यस्तो भइदियो। अब त्यहाँनिर ठुलो मिस्टेक त मेरै थियो होइन साथीहरू, त्यो भिडियो डिलिट हुनुमा। अब कसलाई के भन्नु, मेरै गल्ती थियो नि त। र अब चाहिँ जिन्दगीमा यस्तो गल्ती गर्ने छैन। जहिले राम्रो भ्लग बनाएको हुन्छु, पब्लिक भ्लग बनाएको हुन्छु, अनि धेरै मिनटको पनि बनाइदिरहेको हुन्छु कि। फेरि त्यो टाइममा फेरि मैले लगभग 24-25 मिनटको भ्लग बनिदिरहेको हुन्छु जुन टाइममा म पब्लिक बनाउँछु नि त्यो टाइममा। किनकि मलाई त्यो अलि यो कुरामा भिज्नु छ, अलि बानी पर्नु छ भनेपछि चाहिँ त्यो दिन मलाई अलि एनर्जी आउँछ कि। एक ठाउँमा गएर कुनै पब्लिकमा थोरै 15 सेकेन्डको भिडियो बनायो भने फेरि मलाई अलि एनर्जी पर्छ, अर्को ठाउँमा गएर 1-2 मिनटको भिडियो बनाइदिनु, झन् अर्को ठाउँमा गएर 4-5 मिनटको, त्यस्तो टाइपको चाहिँ अब एनर्जी पर्छ, त्यही अनुसारले बनाइन्छ। अनि एडिट गरेर सेभ गर्ने बेलामा स्टोरेज फुल भनिदिन्छ, उताको हटाइदियो, यता ड्रपको पनि ब्ल्याक भइदिन्छ। सो साथीहरू स्याड कुरा यही हो, म तपाईँहरूलाई बताइसकेँ। ल साथीहरू, खाना चाहिँ एकदमै अब रेडी बनाइसकेँ मैले। यहाँ बनाएको छु अन्डा ग्रेभी, नबोल नि छोरा। अनि यहाँनिर भात राखेँ, अनि यहाँनिर एक रोल्ची, यसमा चाहिँ दाल छ साथीहरू। र यहाँनिर बाबाको लागि रोटी रेडी गरेँ। अब चाहिँ सबै खाना रेडी भयो, हामीले पनि खायौँ, बाँकी होला हामी रेडी हुन्छौँ। अब एकचोटि त देखाइदियो त हेरिनेहरूलाई, मेरो हेरिनेहरूको गति कस्तो छ होइन। ल साथीहरू, हामी चाहिँ हस्पिटल जानको लागि निस्केको रुमदेखि ठ्याक्क खानाहरू प्याक गरेछु, झिकेको भाँडा थाल गिलास चम्चाहरू रुममै छोडेछु। अनि मम्मीको भनाइ के छ, कति हस्पिटल हिँड्छन्
हिँडेको यिनीहरू त भन्ला नि हेर्ने नि भन्ने कुरा भएको छ। साँच्चै त्यस्तै नै भइरहेको छ। कति हस्पिटल मात्रै हिँडेको आउँछ क्या। के गर्ने अब बाहिर अरू कामै पर्दैन हिँड्ने त्यही नै हो। त्यहाँ भाइले उहाँ गाई आएको रहेछ झोला लगिदिन्छ भने लतार्दा छोडेर भागेन बिचरा मेरो सानी त। झिकै यो झोला टिप अहिले कहाँ आउँछ फेरि ल झोला टिप टिप टिप। अनि कान्छी छोरी भएर होला हौ काखमा छिन्। अब लाग्छन् साथीहरू टाइम भइसक्यो है। बिहान 6 बजेदेखि यताउता रेडी गर्दा आफू रेडी हुँदा छोरीलाई रेडी बनाउँदा यस्तो छ है। यहीँ 10 बजिसक्यो। दिमागले पनि खासै कामै गर्दैन साथीहरू। भाँडा बिर्सेर आएछु फेरि लिन पठाएको छु। धेरै टाढा त होइन हो त्यही घरमा हो। ठ्याक्क त्यहाँबाट सर यहाँ आउँदा बित्तिकै यस्तो भयो। उता मम्मी र नानी हुनुहुन्छ। अब मम्मीलाई छोडेर आउन मान्दैनन् पक्कै पनि नानीहरू। के गर्ने अब छोडेर आउनु पर्ने हुन्छ। के छ सानो के छ नानी भनेको त के छ नानी भनेको त मिठो छ अरे साथीहरू। के छ छोरो मिठो छैन। के छ नानी भनेको त मिठो छ अरे। मेरो छोरीले कमेडी गर्छिन्। अनि त्यता चाहिँ मेरो सानो छ मेरो काले छ। त्यता मम्मी भाइ आयो थियो भाँडा लिएर। बिचरा भाइ पनि नाइट ड्युटी गरेर आएका हुन्। अब दुईवटा बच्चासँग यत्रो नानीसँग अनि झोला सकिँदैन मम्मीले पनि सक्नुहुन्न खासै भनेर फेरि भाइलाई बोलाएँ मैले। हेर त झोला पल्टाइदिएर मामाको ए थालमा उसमा अड्छ म ब्यागमा अड्छ नि हाल्नु। झोला चेतिएला बरु हाल्नु। समस्या छ बिचरा मेरो भाइ नाइट ड्युटी गरेर आएको नि देखाइदियो। उता हेर्नु साथीहरू यो के तपाईँको नाच्दै त छोरी फेरि नाच्देऊ त ल नाच्देऊ ल जाम छोरा जाम ल साथीहरू। अब चाहिँ भाइ आइसक्यो जा हिँड्ने साथीहरू। ऊ अटो आएको त्यो अटोमा जाने हो नि। भाइ सामान लिएर आइसक्यो साथीहरू। अब चाहिँ हामी फेरि एकदम छ क्या फेरि त्यहाँ रोडमा गएर पैसा निकाल्नु छ। पैसा दिएर अब कहिले दिन्छन् कहिले दिँदैनन् साथीहरू। अब दिएछन् भने माग्ने दिएनन् भने चाहिँ पैसा दिएनन् भने त बर्बाद हुन्छ नि। एटिएम पनि छैन भेनाल लगाउनु भयो। एटिएम पनि हामीसँग छैन। हिजो बुढाले चाहिँ लिएर जानुभयो। अब जाम त्यहाँ एकजना भैया भए त दिन्छ नि। त्यो भैयाको आमाहरू भयो भने सायद दिन्नन् होला। अब यसो हेरौँ विचार गरौँ दिएछन् भने निकालौँला। अब दिएनन् भने त फर्किनु बाहेक अरू उपाय नै छैन। अरू दिन्नन् कसैले प्रायः। उहाँदेखि पिर्तीले हेर्दैछिन्। पिर्ती त हेरेको हेरै भइन्। मैले चाहिँ साथीहरू अस्ति यहाँनिर कति डर लाग्ने जङ्गल छ एक्लै हिँड्न पनि भनेर यहाँनिर भिडियो बनाएको थिएँ। कस्तो छ्याङ्ग भएछ क्या अहिले पुरै डोजर लाएर। अगाडि पनि त्यस्तै क्लियर भएको यतापट्टि क्लिन गर्नुभएछ सबै ढेँडे आन्नाहरूले। राम्रो बनाउनु भएको छ अहिले। हामी बसेको ठाउँ पनि इन्डिया हो तर पनि एकदम गाउँ एरिया हो। बिस्तारै विकसित हुँदैछ त्यही नै हो। आँप चाहिँ फेरि कति खानुको साथीहरू हेर्नु न। आँप त त्यहाँनिर तल पनि टन्नै छ ती। तर अर्काको टिक्न पाइँदैन। पहिला नानी पेटमा हुँदा त मैले झारेर खान्थेँ। अनि रोडमा पुरै यताउता हिँड्ने आन्नाहरूले पनि त्यस्तो देखेपछि अलि माया गर्ने नि त। अनि झारेर दिनुहुन्थ्यो खाइन्थ्यो। त्यही नै साथीहरू। काउ मोर काउ म्याङ्गो टन्नै छ। ल साथीहरू हामी चाहिँ अटोमा चढियो। अटो चाहिँ पाइहाल्यो ठ्याक्क मेन रोडमा आउँदा बित्तिकै। छोरीलाई ललिपप चाहिएको थियो। चुइगम चाहिएको थियो चुइगम पाइएन मिठाई किनियो। त्यो त मिठाईको पार्टी हुँदैछ सानो छोरीको भाइको भइसक्यो। ल साथीहरू आउँदा बित्तिकै बस पनि भेटियो यहाँबाट। अब यहाँबाट त भेटियो। अब उताबाट पाइएला कि नपाइएला भन्ने हो। कहाँ सिरिपुरेमा टुर झर्ने हो। त्यहाँ चाहिँ एकदमै गाह्रो हुन्छ क्या त्यहाँनिर बस पाइन। सो हेरौँ अब पाइन्छ कि पाइँदैन कि। ल म देखाउँछु ल। मेरो छोरीको बटरफ्लाई वाउ
वा कता गयो खै त तिमी खुसी भएको है र साथीहरू हामी चाहिँ बस स्टपमा आएर बस कुरेर बसेको छौँ मेरो छोरीहरूको यहाँ छ यी बस है बस कुरेर बस्नु भएको मम्मी चाहिँ चुरा ल्याउने एउटा हातमा बालो लगाउनु पऱ्यो भनेर उता जानुभएको छ हाम्रो चाहिँ बसाइ यहीँ हुनेछ बस उतादेखि कति लाइन लाएर आएको छ तर केही हामी चढ्ने बस चाहिँ एउटा आएको छैन साथीहरू सो पर्खेरै बस्नुपर्ने हुन्छ हामीले सबै जति पनि बस आएको छ ताम्रम भन्छ काञ्चीपुरम भन्छ हामी जाने जङ्गलपेटतिरको बस त एउटा आएको छैन बस त फेरि टन्नै आएको छ साथीहरू हेर्नु न मम्मी चाहिँ त्यतातिर जानुभएको छ ल साथीहरू हामी चाहिँ बस चढिसक्यौँ अहिले चाहिँ बेबीहरू पनि हामीसँगै खाजा पानी हुँदैछ बेबीहरूको बस चाहिँ हामी त्यस्तै 5 मिनट जस्तो वेट गर्नु पऱ्यो र बस आइ पनि हाल्यो र हामी बस चढिसक्यौँ साथीहरू र हामी पुग्न चाहिँ अब एकदमै धेरै टाइम लाग्छ त्यतिसम्मलाई चाहिँ हामी बन्द गर्छौँ क्यामरा र जङ्गलपेट हामी बस स्टपमा झरिसकेपछि फेरि हेर्नुपर्छ ल साथीहरू हामी चाहिँ हस्पिटलभित्र प्रवेश गरियो ए छ मङ्की हो आम्मा आज मङ्कीलाई केही नलाइदिने मङ्की किन खोजेको हो हेलो मङ्की ओ मङ्की हेर त ओ मोर देख्यौ मङ्की त कम मङ्की हेर कस्तिर बसमा चाहिँ लडेर ऊ आम्मा हेर्नु त लड कम या लडेर हेर त मङ्की अब यताको डर लाउने ओ मङ्की बाई केरा ल्याइदिउँ न ए कपाल त कति राम्रो आइदिनु त पार्लरमा पो गएर आइगइदिनु हेलो बाई ह्यान्डचेक ए बिचरा खाना ह्यान्डचेक हेलो ओ सुदीपलाई हेर त खाना जम ओके बाई फेरि भेट्नु किला केरा ल्याइदिउँ न भनेको बिर्सेर आएछ यस्तो छ दिमाग फेरि थोरै बिस्कुट थियो त्यसैमा लडेर त्यो रुखबाट झर्दा मेरो आँखामा हानिहाल्यो हाँगाले ल अब चाहिँ हस्पिटलतिर प्रवेश गरियो अब यसो बुढालाई फोन गरेर ल रोडसम्म लिन आउनु त भन्न पऱ्यो तर हामी त्यो फेरि म भित्रै गइसकेपछि भन्छु त्यहाँ चाहिँ प्र्याङ्क हुन्छ बुढालाई भित्रै गइसकेपछि ल लिन आउनु यहाँ दुःख भयो भनेर ठ्याक्क हस्पिटलबाट स्याट्ट बाहिर निस्किने होला ट्याक्क हामी त्यहीँ पुग्छौँ हेर त म्याङ्गो झारेर म्याङ्गो हेर त काँचो चेरम खाइन्छ जस्तो घाम भयो मैले चाहिँ साथीहरू अब हस्पिटल नजिक आइपुग्यो अनि बुढालाई फोन गरेर कति दुःख दिए नानीहरूले हामीले भर्खर अटोबाट झर्न लगाएको छौँ ल छिट्टो मेन रोडसम्म लिन आउनु भनेर प्रायः गरेँ त्यहाँको अब हामी हस्पिटलबाट ठ्याक्क तल झर्दा हामी त्यहाँ पुगिसकिन्छ होला अनि त्यहाँको रियाक्सन कस्तो हुन्छ हेर्नु अनि मैले ढाँटेको छु को आएको छ भन्नुभएको थियो मम्मी र म मात्रै दुईवटा बेबी अनि झोलासँग दुःख भएको छ छिटो आउनु भनेको छु अनि भाइ आएको छन् भन्ने नि त अब भाइ भएपछि दुःख हुन्न भन्ने कुरा त्यसलाई थाहा छ मैले भाइ आएको छन् भनेकै छैन अनि ठ्याक्क अब हामीलाई देखेर त्यहाँको रियाक्सन कस्तो हुन्छ हेर्नुहोस् है साथीहरू मलाई मोटा भन्नुहुन्छ सायद त्यस्तो होइन पहिला हाँस्नुहुन्छ अनि कि ढाँड दिया भन्नुहुन्छ दुइटामा एउटा हुन्छ स्योर हो है ल अब चाहिँ हामी यहाँनिर हस्पिटलतिर प्रवेश गर्दै मेरो छोरीले सपना रोकार लाग्यो छिटो बाबा प्रवेश हुनुभयो छोरीहरू के गर्छन् है कस्तो लाग्यो हाम्रो प्र्याङ्क कस्तो लाग्यो सुसु गरिएन र कि साउनीले प्र्याङ्क कस्तो लाग्यो जाम ल बाबाका परिहरू गएका खामा हामी पसौँ हस्पिटलभित्र बल्ल शीतल फिल भएको छ अझै पल्छ हावा खान बाँकी छ हामीले चाहिँ त्यो त मम्मी
फादर हस्पिटलमा एडमिट हुनुहुन्छ हो नानीले ल्याइदिएको मिठाई खानुभयो बाबाले हिजोदेखि एडमिट हुनुहुन्छ बाबा चाहिँ नथुदिउ नि त हातको के भन्नु बाबा के टाउको दुख्यो टाउको दुख्नु घुमाउन गरिरहेको हिजो जस्तो आयो नि त्यस्तै भइरहेको अब सलन चढाएकै छ भने इन्जेक्सन घोचेको छ दबाई खाएकै छु सो साथीहरू हामीले चाहिँ सबैजनाले खाना खाइयो हस्पिटल आएर पनि बाबालाई पनि खुवाइयो अनि बाबा खाएर चाहिँ बेडमा पोल्यो भनेर बेडले पोल्यो भनेर भुइँमा सुत्नु भएको छ सिरानी हालेर र मेरो सानो छोरी त्यता सुतेकी छन् हेलो अनि मम्मीलाई चाहिँ फेरि रातभरि काँसो लागेको कारणले चेकअपको लागि तल लिएर जानुभएको छ मेरो बुढाले अनि ठुली छोरी पनि सँगै गएकी छन् र भाइ यहाँनिर छन् भाइ नाइट ड्युटी गरेर थाहा नै होला अब बिहानदेखि भनिरहेकै छु अब चाहिँ हामी केही बेरमा यहाँबाट निस्किन्छौँ फेरि नाइट ड्युटी भेटाउन जानुपर्ने हुन्छ भाइले र बुढाले सो त्यही नै हो ल साथीहरू हामी चाहिँ अब हस्पिटलबाट निस्किन आँटेको थोरै मम्मीलाई दबाई दिएको रहेछ यो दबाई लिएर मम्मीको हातमा राखिदिएर हामी चाहिँ अब जान्छौँ रुमतिर ड्युटी जाने मान्छेलाई यहीँ 4 बजिसक्यो साथीहरू रातिमा एकदम ट्राफिक जाम हुन्छ अब कसरी जाने भन्ने थाहा छैन सो अब हामी यहाँबाट चाहिँ अब हिँडिसक्यौँ अब रुममा कतिखेर पुग्छौँ हेरौँ ल साथीहरू ठ्याक्क बस स्टपमा आएर बसेको छौँ अब बुढालाई कुरेर टक्क लाएर अब बुढो खै यताबाट आउनु नि हो कि उताबाट आउनु नि हो कि थाहा नै छैन यहीँ बस्नु पर्यो सो साथीहरू हिजोको भिडियो चाहिँ आज इन्ड गर्दैछु साथीहरू हिजो चाहिँ हस्पिटलबाट अलि लेट हिँडेको थियौँ हामी अनि घरमा आउँदा त अलि जाममा पऱ्यो नि त थोरै अनि घरमा आउँदा त 7 नै बजेको थियो अनि त्यति बेला आएर अनि 8 बजे ड्युटी जानुपर्ने मान्छेलाई खानासाना पकाएर खुवाएर पठाउँदा त एकदम थाकेँ क्या म त त्यो बसको हिँडाएँ अनि त्यसपछि घरमा आएर यताउता गर्दा थाकेँ र हिजो मैले भिडियो इन्ड गर्न पाइनँ साथीहरू जुन ठाउँबाट मैले हिजो भिडियो स्टार्ट गरेको थिएँ यहाँबाट बिहानै र आज बिहानै त्यही ठाउँबाट भिडियो इन्ड गर्दैछु सो साथीहरू त्यही नै भन्न चाहेँ अब अनि मलाई त हिजो हाँसो पनि लाग्यो क्या भर्खरै भ्लग स्टार्ट गर्दै थिएँ अनि मम्मीले भन्नुभयो यसले त कति हस्पिटल गएको भिडियो मात्रै हाल्छ भन्छन् होला भन्दै मम्मी हाँस्नुभयो अनि ठ्याक्क मलाई त यति हाँसो लाग्यो मनमा ठ्याक्क दिमागमा के आयो भने त अब मैले त मेरो भ्लगको नाम नै चेन्ज गर्छु होला मतलब मेरो युट्युब च्यानलको नाम नै चेन्ज गर्छु होला भने अनि चेन्ज गर्नुपर्छ क्या मम्मी भने अनि त्यसो भए मम्मीले भन्नुभयो त्यसो भए अब तेरो नाम हटाएर हस्पिटल भ्लग राख्न भन्दै भन्नुभयो यति हाँसो भयो यति रमाइलो पनि भयो त्यो कुरा गर्दा हाँस्दै गरौँ साँच्चै साथीहरू मेरो च्यानलको नाम त हस्पिटल भ्लग राख्दा पनि खासै फरक नपर्ला जहिले त्यस्तै भ्लगहरू बनाउनु पर्छ अब यताउति बाहिर जाने कामै त्यही हो कि मेरो तर जानेछु म नेक्स्ट मन्थ चाहिँ राम्रो ठाउँमा कतै घुम्न जाने प्लान छ हाम्रो चाहिँ फ्यामिली सबै अनि तपाईँहरूलाई देखाउनेछु म जहाँ गए पनि त्यही हो अब खासै धेरै बोल्नुपर्ने केही छैन र मेरो भिडियोलाई माया गरिदिनु हुनेछ स्किप मतलब नकाटिकन हेरिदिनु हुनेछ र मेरो च्यानललाई सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला साथीहरू तपाईँहरूको एकदमै खाँचो छ मलाई हजुरहरूको सपोर्टको एकदमै खाँचो छ अब के भन्नु त्यही नै हो सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु र आजको भिडियोबाट म बिदा हुँदै नेक्स्ट भ्लगमा भेट्ने बाचा गर्दै छुट्न चाहन्छु साथीहरू बाई बाई